पहिलो दिनको नाकामीपछि यो फेरि हामीले अर्को पटक प्रयास गर्न जाँदैछौँ घर जाने। सो म चाहिँ रेडी भइसक्यो। पछि बमिट रोक्ने दबाई बोकेर हामी गयो रोडतर्फ अनि गाडी हेरेको फेरि पनि रोकेन के, तर एट लास्ट रोक्यो होइन। एउटा दुईटा सिट थियो, एउटा चाहिँ टुलमा थियो, म चाहिँ टुलमा बसेर गइरहेको छु अनि आन्टीहरू चाहिँ सिटमा बसेर जानुभयो। त्यही पनि बल्ल बल्ल पायो है यो गाडी चाहिँ। अरू बेला पनि गाडी नपाउने होइन, गाडी पाउन त पाउँछ, तर अहिले चाडबाड भएकाले पुरै भिड भएर गाडी पाउन मुस्किल भएको हो कि। अनि जसो तसो हेटौडामा पुग्यो। एन्ड लुक एट दिस कि हामी अस्ति 3-4 घन्टा बस्यो, तर यो हामीले 99 सबै देखेन के, बल्ल देख्यो के। हाम्रो फुट्टी किस्मत, देखेको भए त कति जान्थ्यो, कति जाने भनेर बसिरहेको थियो होइन। तर हाम्रै आँखा नजिकै थियो तर जान पाएन। अनि हामी घर आयौँ। त्यहाँबाट दुध ल्याएको थियो, त्यो बिगौती हुनेवाला। अनि त्यो गरेपछि बल्ल याद आयो कि हामीले त आइसक्रिम राखेको थियो मामा घर जानु अघि। अनि हेरेको त पुरै खत्तम भयो। तपाईँहरू भाबी आइसक्रिम खानुहुन्थ्यो कि हुन्थेन?